यस्तो जङ्गलको बाटो यार, हैट एक्लै मर्निङ वाक गरिराखिया छ। यस्तो यार बाघ लाग्ने ठाउँ छ यार यो त, हैट पुरै बाघ लाग्ने ठाउँ। ल कस्तो डरलाग्दो ठाउँ हो यार, हुट पुरै डरलाग्दो ठाउँ छ। ओह है त्यो के को रुख होला यार, यो चाहिँ के को रुख होला, यो चाहिँ के को रुख होला यार। यो चाहिँ त्यो ढन्डेर चाहिँ यार भोर्लो जस्तो के यार, भोर्लो जस्तो देखिन्छ तर यो भोर्लो त होइन, के होला यो, भोर्लै हो क्या, भोर्लै हो क्या हो, कति धेरै यार। हैट ल यता घाम चाहिँ सर्लक्क झुल्किएको छ, घाम चाहिँ सर्लक्क, तर यस्तो छ पुरै जङ्गलको बाटो यार, पुरै डरलाग्दो बाघ आउने डर पो छ त हौ यहाँ त। हैट क्या जङ्गलको बाटो, एक्लै मर्निङ वाक गर्दै हेर्नुहोस्। हैट कस्तो चाहिँ बाटो त सुलिट छ, बाटो त गाउँघरको बाटो एकदमै राम्रो, तर चाहिँ अलि जङ्गलै हैट जङ्गलको बाटो हेर्दा त पुरा पो छ त है। के खोला हो यो, ल खोला यत्तिको पानी चाहिँ हुँदो रहेछ है, बर्खामा चाहिँ अलि धेरै हुन्छ, तर अहिले हिउँद लागेको हुनाले अलि बाटो चाहिँ सानो लगाएर काँस फुलेको, हट काँस फुलेको छ टन्नै यार है। ओहो ल यहाँ त हैट कुहिरो, काठमाडौँमा चाहिँ मालाको 1000-1200 भन्छ नि, यहाँ चाहिँ बाटोबाटै फुलेर चाहिँ यार फुल पनि ल यहाँ त फ्रीमा लाग्ने फुल ल पुरै फ्रीको फुल है। ल हेर्नुहोस् बाटो चाहिँ अलि, ओहो जङ्गलको बाटो यार डर मर्दै रहेछ अन्त, पुरै दौडिने बाटो रहेछ हेर्नु चाहिँ है। तर मर्दो बाटो रहेछ यार, ओहो जङ्गलको बाटो एक्लै दौडेर हिँड्नु परिरहेको छ ल है। दायाँ बायाँ हेर्दै हिँड्नु पर्यो, जङ्गल छ हैट डरलाग्दो जङ्गल छ यार हैट।
घाँसघारी त्यहाँनिर जङ्गल अटो आए जस्तो छ है अटो हो कि बाइक हो आएको जस्तो छ अब यसैमा जानु पर्यो काठ काटेर यस्तो लगाएर चाहिँ ल के आयो पछाडिबाट के आयो अटो हो अटो हो कि के हो अटो आयो जताततै यो भोर्लो टाइपको हुँदो रहेछ भोर्लाको रुख है बल बल जङ्गलको बाटो कट्यो बाइक आयो भनेको त के अरे अटो आयो भनेको त बाइकको आएर रहेछ यार तर जङ्गल चाहिँ कट्यो है जङ्गल कटेर पुरै चाहिँ आँपको बगैँचामा आइयो है यता फेरि पुरै हिमाल ओहो क्या सोरी राम्रो हिमाल देखिएको छ यार हट हिमाल देखियो है पुरै हिमाल ल यो आँपको बगैँचामा त्यहाँ लिङ्गेपिङ पनि हालेर रहेछ है हाल्न त तर ल अब चाहिँ गाउँ आयो ल यो पनि बगैँचाहरू आँपको बगैँचा अनि यो फुटबल ग्राउन्ड क्या राम्रो अरे फुटबल ग्राउन्ड यो पारी देखिएको चाहिँ तनु हो ल होइ गाउँ आयो पुरै जङ्गलको बाटो हिँड्दा दौडिँदा है बल्ल चाहिँ गाउँ आयो अब बाघको डर पनि भएन है अब कसैको डर पनि भएन ल है त अब यस्तो यता चाहिँ धान अलि पाकेको रहन्छ जस अब 10-15 दिनमा चाहिँ पाक्ला जस्तो छ यो धानहरू चाहिँ ल है त पुरै चाहिँ यताबाट पनि जान्छ यताबाट पनि जान्छ यो चाहिँ कता जाने हो बाटो चक्र आइयो है हो अब चाहिँ ट्याक्कै आइयो एउटा नि आउँदो रहेछ यार बाइकहरू हेट अब चाहिँ फेरि खोला आउन लाग्यो सानो खोला है सानो खोला परेर जानु पर्यो है
यस्तो तालले यस बाटो चाहिँ एकदमै राम्रो छ, पहाडी बाटो है। यस्तो राम्रो बाटो, खोला स्वर कतै धान चाहिँ अलि पाकेको रहन्छ, कतै चाहिँ कस्तो। ल है त यही गरौँ है, पुरै यस्तो छ माहौल।